हेलो फ्रेंड्स, वेलकम टू माय चैनल। आज हामी नर्मल डिस्ट्रिब्युसन को मीन र भेरिएसन डेरिवेसन गर्न गइरहेका छौं। ल सुरु गरौं। इट इज अ कन्टिन्युअस प्रोबेबिलिटी डिस्ट्रिब्युसन। नर्मल डिस्ट्रिब्युसन भनेको कन्टिन्युअस प्रोबेबिलिटी डिस्ट्रिब्युसन हो। इट्स पीडीएफ इज गिवन बाय, यो कन्टिन्युअस भएको कारणले पीडीएफ भनेर भन्यो है। यहाँ डिस्क्रिट भएको भए हामीले पीएमएफ भनेर भन्थ्यौं। पीडीएफ भनेको के हो? प्रोबेबिलिटी डेन्सिटी फंक्शन। पीडीएफ इज गिवन बाय के हो त? एफ एक्स इक्वल टू 1 अपन सिग्मा रूट अंडर 2 पाई, सिग्मा हो यो रूट अंडर 2 पाई ई को पावर -1 अपन 2 एक्स माइनस म्यू अपन सिग्मा को होल स्क्वायर। एक्स भनेको रेन्डम भेरिएबल भयो, म्यू भनेको मीन भयो, सिग्मा भनेको स्ट्यान्डर्ड डेभिएसन भयो। अब एक्स को रेंज कति हुन्छ? -इन्फाइनाइट देखि इन्फाइनाइट सम्म हुन्छ। म्यू को रेंज पनि -इन्फाइनाइट देखि इन्फाइनाइट सम्म हुन्छ है। अब मीन एन्ड भेरिएन्स अफ नर्मल डिस्ट्रिब्युसन। पहिला मीन निकालौं। मीन भनेको के हो? एक्सपेक्टेसन अफ एक्स भनेको मीन हो कि नै? त्यही भएर मीन को फर्मुला एक्सपेक्टेसन अफ एक्स भनेर लेखे। अब एक्सपेक्टेसन अफ एक्स लाई के लेख्न पाइन्छ? इंटीग्रेशन -इन्फाइनाइट देखि इन्फाइनाइट, एक्स को रेंज त्यही हो नि, -इन्फाइनाइट देखि इन्फाइनाइट, एक्स को एक्स लेखे मल्टिप्लाई एफ एक्स डीएक्स हो। अब अर्को स्टेप में इंटीग्रेशन -इन्फाइनाइट देखि इन्फाइनाइट, एक्स को एक्स लेखे। अब एफ एक्स भनेको के हो? प्रोबेबिलिटी डेन्सिटी फंक्शन यो होइन। यसलाई मैले यहाँ लेखे है, प्रोबेबिलिटी डेन्सिटी फंक्शन नर्मल डिस्ट्रिब्युसन को। अब यसपछि मैले 1 अपन सिग्मा रूट अंडर 2 पाई लाई इंटीग्रेशन भन्दा बाहिर लेख्छु। यहाँ केही पनि गरेको होइन। 1 अपन सिग्मा रूट अंडर 2 पाई अघि भित्र थियो, मैले यसलाई बाहिर लेखे। अब यो अलि कम्प्लेक्स छ सल्भ गर्नको लागि, त्यसैले हामीले यसलाई लेट गर्छौं। एक्स माइनस म्यू अपन सिग्मा भनेको जेड लेट गर्छौं है। अब यसलाई डिफ्रेन्सिएसन विथ रेस्पेक्ट टू डीजेड, डी अपन डीजेड। राइट हैंड साइड में पनि डी अपन डीजेड गर्न पर्यो। गर्दाखेरि के हुन्छ? डिफ्रेन्सिएसन गरियो, गरिसकेपछि जो सिग्मा कन्स्टेन्ट भयो यसलाई 1 अपन सिग्मा मैले बाहिर लेखे। अब के बाँकी रह्यो त? डी एक्स माइनस म्यू अपन डीजेड, डिनोमिनेटर में डीजेड बाँकी इक्वल टू डीजेड अपन डीजेड कति हुन्छ? 1 हुन्छ नि डिफ्रेन्सिएसन। यो दुईटाको डिफ्रेन्सिएसन गर्दाखेरि कति हुन्छ? 1 हुन्छ। अब एक्स माइनस म्यू अपन डीजेड छ। अब डीएक्स अपन डीजेड माइनस को माइनस अनि डीम्यू अपन डीजेड गरेर मैले टुक्राए यसरी इक्वल टू 1। अब 1 अपन सिग्मा को 1 अपन सिग्मा लेखे। त्यसपछि यहाँ हेरौं। अब यो म्यू भनेको कन्स्टेन्ट हो कि नै? त्यसैले यसको डिफ्रेन्सिएसन कति हुन्छ? 0 हुन्छ। कति हुन्छ यसको डिफ्रेन्सिएसन? 0 हुन्छ है। यसको डिफ्रेन्सिएसन कन्स्टेन्ट हो नि त म्यू, त्यही भएर। अब बाँकी के रह्यो त? यो एक्स पनि भेरिएबल, जेड पनि भेरिएबल, त्यसैले डीएक्स अपन सिग्मा डीजेड इक्वल टू 1 लेखे। अब यो भनेको के हो? डीएक्स भनेको कति आयो? डीएक्स इक्वल टू सिग्मा डीजेड आयो। डीएक्स कसरी निकाल्ने? यसलाई मल्टिप्लाई गरेर डीएक्स इक्वल टू सिग्मा डीजेड। अब यो एक्स को भ्यालु पनि सब्स्टिट्युट गर्ने पनि हुन्छ, त्यसैले हामीले यसबाट एक्स को भ्यालु निकाल्दा के हुन्छ? एक्स इक्वल टू म्यू प्लस सिग्मा जेड हुन्छ। यसबाट निकालेको है, एक्स इक्वल टू म्यू प्लस सिग्मा जेड हुन्छ। अब हेरौं, व्हेन एक्स इक्वल टू इन्फाइनाइट, एक्स को रेंज कति देखि? -इन्फाइनाइट देखि इन्फाइनाइट सम्म थियो नि। अब हामीले जेड भनेर डेट गरिसकेछौं। अब जेड को रेंज पनि निकाल्नु पर्ने हुन्छ है। डेट गरिसकेछौं। एक्स -इन्फाइनाइट हुँदा यो एक्स को भ्यालु -इन्फाइनाइट हुँदा जेड को भ्यालु कति हुन्छ? जेड को भ्यालु पनि -इन्फाइनाइट हुन्छ भने
x को भ्यालु इन्फाइनाइट हुँदाखेरि x को भ्यालु इन्फाइनाइट हुँदाखेरि z को भ्यालु कति हुन्छ सब्स्टिट्युट गर्दा z को भ्यालु पनि इन्फाइनाइट हुन्छ। अब हेरौँ यसरी मैले के लेखेँ माइनस इन्फाइनाइट देखि इन्फाइनाइट सम्म रेन्ज लेखेँ किनभने सेम थियो नि त x हुँदाखेरि पनि सेम भयो z हुँदाखेरि पनि सेम नै हो माइनस इन्फाइनाइट देखि इन्फाइनाइट नै रेन्ज भयो। अब यो x को ठाउँमा म्यू प्लस सिग्मा z लेखेँ e को पावर माइनस x माइनस म्यू अपन सिग्मा भन्ने थियो नि अघि त्यसलाई हामीले z मानेका थियौँ त्यसैले z स्क्वायर बाई 2 हुने भयो। अनि dx भनेको के थियो dx भनेको सिग्मा dz थियो त्यसलाई पनि यहाँ सब्स्टिट्युट गरेँ। सब्स्टिट्युट गरेपछि यो सिग्मा र यो सिग्मा एउटा न्युमेरेटरमा छ एउटा डिनोमिनेटरमा छ मल्टिप्लाई छ बिचमा त्यसैले यो क्यान्सल भयो। क्यान्सल भइसकेपछि के रह्यो बाँकी रह्यो 1/√2 पाईको 1/√2 पाई भयो। अनि यो बाहिरको टर्म्सले यहाँ मल्टिप्लाई गर्यो पहिला म्यूलाई गर्दा यो टर्म आयो त्यसपछि यो टर्म्सले फेरि कसलाई मल्टिप्लाई गर्छ सिग्मा जेडलाई मल्टिप्लाई गर्यो त्यसपछि यो दुईटा टर्म आयो यसरी। अब यो भनेको अड फंक्सन हो यहाँ z को पावर 1 छ अड फंक्सन हो। अब यो इवन फंक्सन हो यो म्यू भनेको कन्स्टेन्टै भयो यसलाई बाहिर लेख्ने पनि भयो। अब e को पावर z स्क्वायर छ यो भनेको इवन फंक्सन भयो यो अड फंक्सन भयो यसको z को पावर 1 मात्र छ यदि z को पावर 2 भए भए यो इवन फंक्सन हुन्थ्यो इवन फंक्सन हुन्थ्यो। त्यसैले छैन यो अड फंक्सन अड फंक्सनको इन्टिग्रेसन माइनस इन्फाइनाइट देखि इन्फाइनाइट सम्म कति हुन्छ 0 हुन्छ यो क्याल्कुलसमा परेको हो हामी। त्यसैले यो टर्म के भयो 0 भयो यो टर्म के भयो 0 भयो ल यो टर्म 0 भयो। अनि अब बाँकी रह्यो यो टर्म यो इवन फंक्सन हो इवन फंक्सन भइसकेपछि के लेख्न पाइन्छ जस्तै इवन फंक्सन हो भने माइनस a देखि a f(x) dx यो इवन फंक्सन हो भने 2 0 देखि a f(x) dx लेख्न पाइन्छ। त्यसलाई पनि सेम त्यही लेखेको है। अब यहाँ 2 लेखे अनि 0 देखि इन्फाइनाइट लेखे माइनस इन्फाइनाइट देखि इन्फाइनाइट थियो तर मैले यहाँ 0 देखि इन्फाइनाइट लेखेँ। अब 2 ले मल्टिप्लाई गरेँ अनि यताको जस्ताको तस्तै लेखेँ। किन यस्तो गरेँ त मैले यहाँ 2 भनेर लेखेँ यो इवन फंक्सन हो इवन फंक्सनको प्रोपर्टिज यहाँ एप्लाई गरेको हो। यहाँ माथि मैले इवन फंक्सनको प्रोपर्टिज पनि लेखेको छु। अब फेरि मैले z स्क्वायर अपन 2 भन्ने टर्म छ यसलाई पनि फेरि t भनेर माने है t भनेर माने अनि यसको डिफरेन्सिएसन विथ रेस्पेक्ट टु z गरे। डिफरेन्सिएसन विथ रेस्पेक्ट टु z गर्दा कति आयो 1/2 लाई बाहिर लेखे अनि dz स्क्वायर बाई dz हुने भयो यता इक्वल टु dt बाई dz हुन पर्यो किनभने विथ डिफरेन्सिएसन विथ रेस्पेक्ट टु z हो नि त। त्यसैले d/dz हुन्छ d/dz यता पनि d/dz हुने भयो। अब dz स्क्वायर विथ रेस्पेक्ट टु dz गर्दा कति हुन्छ 2dz हुन्छ नि त। यसको डिफरेन्सिएसन कति हुन्छ z स्क्वायर को डिफरेन्सिएसन गर्दा कति हुन्छ 2z हुन्छ इक्वल टु dt बाई dz हुने भयो। अब यो 2 क्यान्सल भयो अनि dt को भ्यालु कति आयो z dz भन्ने आयो है dz आयो। अब z स्क्वायर बाई 2 लाई के मानेछु t मानेको छु त्यसैले यहाँ dz पनि हुँदैन dt हुन्छ dz लाई सब्स्टिट्युट गर्न पर्यो dz भनेको कति हो dt बाई z हुने भयो यहाँबाट dt बाई z हुने भयो। अनि यसबाट हामीले के भ्यालु निकाल्न सक्यौ z को पनि भ्यालु निकाल्न सक्यौ z भनेको कति हुन्छ योबाट 2t हुन्छ अनि z स्क्वायर छ यो z लेख्दाखेरि उता रुट अन्डर हुने भयो गर्दाखेरि रुट अन्डर भयो त्यस्तो है। अब z इक्वल टु 0 हुँदाखेरि t को भ्यालु कति हुन्छ हेरौँ त z इक्वल टु 0 हुँदाखेरि z लाई 0 मान्यो भने t को भ्यालु कति हुन्छ 0 हुन्छ। z को इन्फाइनाइट मान्यो भने के हुन्छ t को भ्यालु इन्फाइनाइट नै हुन्छ। अब हामीले यो z स्क्वायर जुन छ
जेड स्क्वायर बाई 2 यसलाई टी भनेर सब्स्टिट्युट गर्छौँ है। अनि यो भेरिएबल अब चेन्ज भएर टी को टर्म्समा आउँछ है। मैले यो इक्वेसनलाई जस्ताको त्यस्तै लेखेँ, त्यहाँ केही पनि मैले चेन्ज गरेको छैन। अनि यो 2 म्यू भनेको कन्स्टेन्ट हो, मैले यसलाई बाहिर निकाले गर्दाखेरि 2 म्यू अपन रुट अन्डर 2 पाई हुने भयो, इन्टिग्रेसन 0 टु इन्फाइनाइट। अब ई को पावर जेड स्क्वायर बाई 2 लाई हामीले के मानेको हो, टी मानेको हो, त्यसैले जेड स्क्वायर बाई 2 भनेको टी लेखेँ है, माइनसको जस्ताको जस्तै माइनस। अनि डिजेड भनेको के हुन्छ, डिजेड को भ्यालु अब त सबैलाई टीमा कन्भर्ट गर्ने हो नि त, टी भेरिएबलमा। डिजेड भनेको के हो, डिटी बाई जेड। अनि जेड भनेको कति छ, रुट अन्डर 2t छ, त्यसैले डिजेड भनेको के थियो, डिटी बाई जेड भन्ने थियो, अब त्यही लेखेको हो। अनि 2 म्यू बाई रुट अन्डर 2 पाई इन्टिग्रेसन 0 टु इन्फाइनाइट ई को पावर टी, डिटी अपन जेड भनेको कति थियो, रुट अन्डर 2t थियो, मैले यहाँ त्यही सब्स्टिट्युट गरेको हो। अब हाम्रो बल्ल सबै भेरिएबल केमा कन्भर्ट भयो, टीमा कन्भर्ट भयो है। अब 2 म्यू अपन यो रुट अन्डर 2 र यो रुट अन्डर 2 लाई मल्टिप्लिकेसन गर्दा के हुन्छ, 2 हुन्छ, त्यो 2 लेखेँ। अनि यो रुट अन्डर पाईलाई रुट अन्डर पाई नै लेखेँ है। अनि त्यसपछि 0 टु इन्फाइनाइट को इन्टिग्रेसन 0 टु इन्फाइनाइट लेखेँ यहाँ मैले, ई को पावर माइनस टी। अनि डिटी अपन रुट अन्डर 2 ले यता मल्टिप्लिकेसन गरेर 2 भयो, के बाँकी रह्यो त यहाँ रुट अन्डर टी मात्र बाँकी रह्यो। अब 2 म्यू अपन 2 रुट अन्डर पाई भयो, इन्टिग्रेसन 0 टु इन्फाइनाइटसम्म। अनि यो टी रुट अन्डर टी भनेको टी को पावर 1/2 हुन्छ, यो डिनोमिनेटरमा छ। अब न्युमिनेटरमा जाँदाखेरि के हुन्छ, टी को पावर -1/2 हुने भयो, त्यसलाई यहाँ लेखेँ मैले, न्युमिनेटरमा लेखेको छु है, हो डिनोमिनेटरमा छ, यहाँ न्युमिनेटरमा लेखेको छु 1/2 हुन्थ्यो डिनोमिनेटरमा पावर। अब न्युमिनेटरमा जाँदाखेरि पावर चेन्ज हुन्छ, यहाँ प्लस थियो, माथि जाँदा -1/2 भयो। अब ई को पावर टी माइनस टी अनि डिटी। अब यो गामा फंक्सनको फर्मुलामा हामीले मिलाउनु पर्यो है, ई को पावर टी टी को पावर -1/2 डिटी छ। अब गामा फंक्सनको के हो त, गामा फंक्सन के हो, 0 देखि इन्फाइनाइट ई को पावर -x, x को पावर n - 1 dx छ भने के हुन्छ, गामा n लेख्न पाइन्छ नि, गामा n लेख्न पाइन्छ। अब यसलाई हामीले यस्तै गामा फंक्सन जस्तै बनाउनु पर्यो है। अब 2 म्यू अपन 2 रुट अन्डर पाईलाई मैले जस्ताको त्यस्तै लेखेँ, 0 देखि इन्फाइनाइटसम्म रेन्ज। अब टी, यो टी को पावर -1/2 भनेको 1/2 - 1 लेख्न पाइन्छ कि नै, 1/2 - 1 गरे पनि कति आउने हो, -1/2 नै आउने हो। त्यसैले मैले टी को पावर 1/2 - 1 लेखेँ है। यसलाई मैले यहाँ चेन्ज गरेर लेखेँ, किन लेखेँ त, यो गामा फंक्सनको फर्मुलामा यहाँ मैले मिलाउनलाई, किनभने गामा फंक्सनको x को पावर n - 1 छ नि त, -1 छ नि त, n - 1, यससँग मिलाउनको लागि मैले 1/2 - 1 गरेँ। अब यो n अनि -1 फर्मुलाको यस्तै भयो नि त। अब यो गामा फंक्सन जस्तो भयो, यो गामा फंक्सनको फर्मुला के हुन्छ, गामा n हुन्छ, n, यो n, यसमा n कुन हो त, 1/2 होइन, त्यसैले गामा 1/2 लेखेँ। अब गामा 1/2 भनेको कति हो, रुट अन्डर पाई हो, क्यालकुलसबाट है, यो क्यालकुलस अलि राम्रोसित जान्नुपर्छ यहाँ। गामा 1/2 भनेको रुट अन्डर पाई हो, त्यसैले अब यो 2 मैले यहाँ क्यान्सल गरेँ, माथि क्यान्सल गर्ने पनि यहाँ, ल 2 मैले क्यान्सल गरेँ, क्यान्सल गरिसकेपछि के हुने भयो, म्यू अपन रुट अन्डर हो, यो रुट अन्डर पाई। अब गामा 1/2 भनेको के हो, रुट अन्डर पाई हो। अब रुट अन्डर पाई र रुट अन्डर पाई क्यान्सल भयो, न्युमिनेटर र डिनोमिनेटरमा छ, अनि एन्सर कति आयो हाम्रो, म्यू आयो। यसरी हामीले एक्सपेक्टेसन अफ x भनेको के हो, म्यू हो भन्ने थाहा भयो। मिन भनेको के रहेछ, नर्मल डिस्ट्रिब्युसनमा म्यू आइछ भन्ने थाहा भयो। अब भेरिएन्सको लागि ल
ल हेरौँ है साथीहरु। अब भेरिएन्सको फर्मुला के हो? फर्मुला राम्रोसँग याद हुनुपर्छ। एक्सपेक्टेसन अफ x स्क्वायर माइनस एक्सपेक्टेसन अफ x को होल स्क्वायर हो। एक्सपेक्टेसन अफ x भनेको के हो? मीन हो नि, त्यसैले म्यू स्क्वायर लेखेको छु है। अब x स्क्वायरलाई मैले x स्क्वायर लेखेँ, एक्सपेक्टेसन अफ x स्क्वायर। यसलाई मैले इक्वेसन 1 माने। अब यसको भ्यालु त हामीलाई थाहा छ म्यू स्क्वायर हो भन्ने। अब एक्सपेक्टेसन अफ x स्क्वायरको भ्यालु कति हो त? यो त हामीलाई थाहा छैन। अब यो पनि फेरि निकाल्न पर्यो। एक्सपेक्टेसन अफ x स्क्वायर, यसको फर्मुला के हुन्छ? माइनस इन्फिनिट देखि इन्फिनिटसम्म इन्टिग्रेसन। यो x स्क्वायर भएको कारणले गर्दाखेरि यहाँ x स्क्वायर भएको है। यहाँ x क्यूब भयो भने x क्यूब हुन्थ्यो डट fx dx हुन्छ। fx भनेको प्रोबेबिलिटी डेन्सिटी फंक्सन अफ नर्मल डिस्ट्रिब्युसन हो। हामी नर्मल डिस्ट्रिब्युसनको गर्दैछौँ, भेरिएन्स निकाल्न खोजिरहेका छौँ। अब के भयो? इन्टिग्रेसन माइनस इन्फिनिट देखि इन्फिनिटसम्म x स्क्वायर को x स्क्वायर। fx को फर्मुला के हो? नर्मल डिस्ट्रिब्युसनमा मैले त्यो यहाँ लेखेँ है, 1/(σ √2π e को पावर -1/2 ब्रैकेट x माइनस म्यू अपन सिग्मा को होल स्क्वायर dx भनेर यसरी लेखेँ। अब यसपछि मैले 1/(σ √2π लाई मैले इन्टिग्रेसन भन्दा बाहिर लेखेँ यो कन्स्टेन्टलाई। अब माइनस इन्फिनिट देखि इन्फिनिट भित्र के रह्यो? x स्क्वायर e को पावर -1/2 x माइनस म्यू अपन सिग्मा को होल स्क्वायर dx भन्ने रह्यो। अब हामीले यो कम्प्लेक्स टर्म छ, यसलाई मैले सल्भ गर्न सजिलो बनाउनु पर्ने छ। त्यसैले x माइनस म्यू अपन सिग्मालाई के लेखेँ? z लेट गरेँ है, अघिको जस्तै सेम लेट गरेँ अनि डिफ्रेन्सिएसन विथ रेस्पेक्ट टु z गरेँ। डिफ्रेन्सिएसन विथ रेस्पेक्ट टु z गर्दा कति आउँछ? dx भनेको कति आयो? सिग्मा dz आयो है। सिग्मा कति आयो? dz आयो। dx भनेको सिग्मा dz आयो। अनि त्यसपछि हामीले यसबाट x को भ्यालु पनि निकाल्न सक्छौँ, किनभने यहाँ x को भ्यालु पनि त चाहिएको हुन्छ हामीलाई। x लाई त सब्स्टिट्युट गर्ने हो। अब हामीले x लाई हटाएर z मा कन्भर्ट गर्ने हो। त्यसैले x को भ्यालु कति हुन्छ? z को टर्म्समा x को यसबाट भ्यालु निकाल्दा x = सिग्मा z प्लस म्यू हुन्छ। अब यो x को रेन्ज कतिदेखि? माइनस इन्फिनिट देखि इन्फिनिटसम्म थियो। अब z को रेन्ज हेर्न पर्यो। x को रेन्ज माइनस इन्फिनिट हुँदा के हुन्छ? z भनेको माइनस इन्फिनिट नै हुन्छ। अब x को रेन्ज इन्फिनिट हुँदा के हुन्छ? x को रेन्ज इन्फिनिट, x को ठाउँमा इन्फिनिट लेख्दाखेरि z को भ्यालु कति आउँछ त? इन्फिनिट नै आउँछ। अब रेन्ज सेम भयो। माइनस इन्फिनिट हुँदा इन्फिनिट नै आयो, इन्फिनिट हुँदा इन्फिनिट। त्यसैले z को रेन्ज माइनस इन्फिनिट देखि इन्फिनिटसम्म नै जाने भयो। ल अनि dx भनेको के हुने भयो त? dx भनेको सिग्मा dz हुने भयो। अब हामीले यहाँ सब्स्टिट्युट गर्छौँ है, 1/(σ √2π इन्टिग्रेसन माइनस इन्फिनिट देखि इन्फिनिट। यो z को रेन्ज लेखेको है, z को रेन्ज लेखेको हो। अब x भनेको कति हो? म्यू प्लस सिग्मा z, तर त्यहाँ x स्क्वायर छ हाम्रो, यहाँ त हाम्रो x स्क्वायर छ। त्यसैले म्यू प्लस सिग्मा z को स्क्वायर हुने भयो। e को पावर -1/2 x माइनस म्यू अपन सिग्मालाई z मानेका थियौँ, त्यसैले यहाँ z को स्क्वायर भयो। अनि यहाँ के थियो? अघि dx थियो, dx भनेको सिग्मा dz हो। कतै dx भनेको सिग्मा dz हो, सब्स्टिट्युट गरे। अब सबै z को टर्म्समा भयो। अब के गर्छौँ? 1/, यो सिग्मा सिग्मा क्यान्सल भयो है। अब के बाँकी रह्यो? 1/√2π अनि a प्लस b को होल स्क्वायर को फर्मुला यहाँ मैले खोलेँ, यो जस्ताको त्यस्तै लेखेँ है। अब यो बाहिरको टर्म छ, यसले चाहिँ मैले सुरुमा मल्टिप्लाई गर्दै लेख्छु है यसरी। e को पावर -1/2 z स्क्वायरले z स्क्वायर dz ले भित्र मल्टिप्लाई गर्छ। त्यसपछि हाम्रो के आउँछ त? ल यो तीनटा टर्म आयो यसरी। यो टर्म जुन छ, यो टर्म z को पावर कति हो? 1 हो। यो कस्तो फंक्सन हो? अड फंक्सन भयो। अड फंक्सन को माइनस इन्फिनिट देखि इन्फिनिटमा इन्टिग्रेसन छ भने कति हुन्छ? अड फंक्सन को भ्यालु 0 हुन्छ। त्यसैले यो टर्म कति हुने भयो? 0 हुने भयो। यो टर्म के हुने भयो? 0 हुने भयो। यो हाम्रो इभन फंक्सन हो, यो पनि z स्क्वायर छ, यो पनि इभन फंक्सन हो। अब त्यसैले
यो 0 भइसकेपछि 1/2 पाइले भित्र यसलाई र यो टर्मलाई र 1/2 पाइले यो टर्मलाई मल्टिप्लाई गरेर यहाँ मैले लेखेँ। अब त्यसपछि अब म्यू स्क्वायर कन्स्टेन्ट मैले बाहिर लेखेँ अपन 2 पाई। अब इभन फंक्शनको प्रोपर्टिज एप्लाई गरेँ। 0 देखि इन्फाइनाइट लेख्यो भने अगाडि के लेख्न पर्छ 2 भनेर लेख्न पर्यो। इभन फंक्शनको प्रोपर्टिज मैले यहाँ अगाडि पनि फर्मुला लेखेको थिएँ त्यही प्रोपर्टिज हो। अनि e को पावर -z² / 2 dz लेखेँ प्लस अब यो सिग्मा स्क्वायर भन्ने कन्स्टेन्टलाई बाहिर निकालेँ सिग्मा स्क्वायर बाई √2z अनि 0 to इन्फाइनाइट रेन्ज गरेँ भने मैले अगाडि केले मल्टिप्लाई गर्नुपर्छ 2 ले। के को प्रोपर्टी हो यो इभन फंक्शनको। अनि बाँकी के रह्यो z² e को पावर -z² / 2 dz रह्यो है। अब z²/2 लाई मैले के लेट गरेँ t भनेर लेट गरेँ। यसरी लेट गरिसकेपछि z भनेको कति आउँछ √2t आउँछ। अब यसलाई विथ रेस्पेक्ट टु dz गरेँ। विथ रेस्पेक्ट टु dz गर्दा कति आयो यसलाई डिफ्रेन्सिएसन गर्दा 2z आयो 2 को 2 भयो इक्वल टु dt/dz हुने भयो। यसरी dz को भ्यालु कति आयो dt/z आयो। यो 2 क्यान्सल हुन्छ। dt को भ्यालु कति आयो dt को हैन के को dz को साँच्चै सरी dz को भ्यालु हामीले निकाल्न छ किनभने यो dz को ठाउँमा सब्स्टिट्युट गर्ने हो नि त। अब t मान्ने हो t को टर्म्समा लेख्नुपर्छ त्यसैले dz लाई हटाउन पर्यो। त्यही भएर dz को भ्यालु कति हुन्छ dt/z हुन्छ। z भनेको √2 पाई हो। अब हेरौँ z 0 हुँदाखेरि के हुन्छ अब त रेन्ज त t को लेख्नु पर्यो नि त। z 0 हुँदा के हुन्छ t पनि 0 हुन्छ। z इन्फाइनाइट z को ठाउँमा इन्फाइनाइट राख्यो भने t पनि इन्फाइनाइट आउँछ। भन्नुको मतलब रेन्ज चेन्ज भएन सेम भयो 0 हुँदा 0 इन्फाइनाइट हुँदा इन्फाइनाइट। अब यो भ्यालु सब्स्टिट्युट गरेर यहाँ राख्छौँ है यो इक्वेसनमा राख्छौँ हेरौँ के हुन्छ। ल हेरौँ त अब यो इक्वेसन के हुन्छ हेरौँ है। यहाँ यो 2 ले मैले मल्टिप्लाई गरेँ 2 म्यू स्क्वायर अप डिभाइडेड बाई √2z हुने भयो। इन्टिग्रेसन 0 to इन्फाइनाइट यो चेन्ज भएन। अनि e को पावर z² / 2 लाई t मानेको हामीले z² / 2 लाई t त्यसैले यहाँ t लेखेँ z² / 2 को ठाउँमा t लेखेँ। अब dz भनेको कति छ dt/z लेखेँ प्लस यो 2 ले 2 सिग्मा स्क्वायर बाई √2 पाई इन्टिग्रेसन 0 to इन्फाइनाइट z² भनेको कति छ z भनेको 2t छ भने के हुन्छ z² भनेको के हुन्छ यहीबाट हेरौँ न है त। z² भनेको के हुन्छ यो z² को भ्यालु निकाल्न पर्यो t को टर्म्समा सबैलाई लैजानु पर्ने छ नि त यसलाई त। z² को भ्यालु के हुन्छ 2t त्यसैले मैले यहाँ 2t लेखेँ। यो z² भनेको e को पावर कति हुनु भयो -t अनि dz भनेको के भयो dt/z। अब जस्ताको त्यस्तै लेखेँ मैले यो t को टर्म्समा t को ठाउँमा मैले के लेख्छु अब z को ठाउँमा मैले के लेख्छु यहाँ z को ठाउँमा सब्स्टिट्युट के गर्छु z भनेको √2t लेख्छु है यो z को ठाउँमा। ल अब जस्ताको त्यस्तै लेखेँ मैले। अब यो √2 र √2 मल्टिप्लाई गर्दा के हुन्छ 2 हुन्छ नि यही लेखेको यहाँ मैले 2 लेखेँ। अब √2 पाईको पाई इन्टिग्रेसन 0 to इन्फाइनाइट e को पावर t dt/√2 ले मल्टिप्लाई गरेर यहाँ 2 लेखिसकेपछि के बाँकी रह्यो √t बाँकी रह्यो। यता पनि मैले सेम प्रोसेस गर्छु प्लस 2 सिग्माको स्क्वायर अपन यहाँ 2 भनेर लेखेको छु। के गरेको यो √2 र √2 मल्टिप्लाई गरेर 2 भयो √2 पाई। अब इन्टिग्रेसन 0 to इन्फाइनाइट 2t e को पावर t dt अपन यो √2 ले यता मल्टिप्लाई गरेर 2 लेखिसक्यो। अब यहाँ बाँकी के रह्यो √t बाँकी रह्यो। अब 2 र 2 मैले क्यान्सल गरेँ यहाँ यो 2 र 2 क्यान्सल गरेँ। 2 र 2 क्यान्सल गरिसकेपछि के भयो म्यू स्क्वायर बाई √2 पाई बाँकी रह्यो। अब 0 to इन्फाइनाइट e को पावर t। अब यो t को पावर 1/2 हो यो √t भनेको। अब यसलाई न्युमिरेटरमा लैजाँदा माथि लैजाँदा के हुन्छ t को पावर -1/2 हुन्छ। अनि dt प्लस के गरेँ यो 2 र यहाँ हेरौँ है यो 2 र यो 2 मैले क्यान्सल गरेँ
क्यान्सल गरिसक्यो के बाँकी रह्यो 2 सिग्मा स्क्वायर अपन रुट अन्डर पाई बाँकी रह्यो। अब 0 देखि इन्फाइनाइटसम्म इन्टिग्रेसन अनि e को पावर t यो e को पावर t लाई e को पावर t लेखेँ। अब यो t को पावर कति छ यहाँ 1 t को पावर 1 यो डिनोमिनेटरमा t को पावर 1/2 छ यो न्युमिरेटरमा जाँदाखेरि के हुन्छ 1/2 पावर -1/2 हुन्छ कि नै त्यसैले t -1/2 लेखेको है dt भनेर भयो। अब म्यु स्क्वायर रुट अन्डर पाई 0 टु इन्फाइनाइट इन्टिग्रेसन गरे t को पावर अब हामीले के को फर्मुलामा लैजानुपर्ने हुन्छ यो गामा फंक्सनको फर्मुलामा ठ्याक्कै यसको फर्मुलामा लैजानुपर्ने हुन्छ। हेरौँ न यसलाई e को पावर -t मिलेकै छ t को पावर n - 1 हुनुपर्ने हो नि यहाँ 1/2 मात्र छ त्यसैले n - 1 बनाउनको लागि 1/2 - 1 लेखेँ। यो सल्भ गर्दाखेरि त -1/2 नै आउँछ नि त्यही भएर 1/2 - 1 लेख्न पाइयो e को पावर t dt। अब गयो नि त हेरौँ त ठ्याक्क 0 देखि इन्फाइनाइट t को पावर n - 1 e को पावर -t dt। अब गामा फंक्सनको फर्मुलामा गयो नि त प्लस अब यसलाई पनि सेम त्यस्तै गरौँ 2 सिग्मा स्क्वायर अपन रुट अन्डर पाई 0 देखि इन्फाइनाइट t को पावरमा कति हुन्छ यो दुईटा सबट्र्याक्ट गर्दा 1/2 हुने भयो e को पावर -t dt हुने भयो है। अब यो त फर्मुलामा गएको छैन यसलाई हामीले फर्मुलामा लैजानु पर्यो यो त गएको छ नि त यसलाई लेखौँ म्यु स्क्वायर अपन रुट अन्डर पाई इन्टु अब यो भनेको कति हो त गामा 1/2 हो त्यसैले ठ्याक्कै यही गामा 1/2 यो n लाई हामीले यहाँ गामा n भनेर लेख्छौँ नि यस्तै गरी यो 1/2 छ यहाँ यसलाई हामीले गामा 1/2 भनेर लेख्यौँ प्लस अब यो 2 सिग्मा स्क्वायर बाई रुट अन्डर पाई इन्टिग्रेसन 0 टु इन्फाइनाइट t। अब 1/2 भनेको 3/2 - 1 हो कि नै यो गर्दा पनि 1/2 आउँछ त्यसैले 3/2 - 1 लेख्यौँ। किन लेख्यौँ भन्दा n - 1 बनाउनको लागि हो है फर्मुलामा म्याच गर्नको लागि n - 1। अब e को पावर -t dt त्यसपछि यो के हो म्यु स्क्वायर अपन रुट अन्डर पाई इन्टु गामा 1/2 भनेको के हो रुट अन्डर पाई हो गामा 1/2 भनेको रुट अन्डर पाई हो त्यसैले मैले रुट अन्डर पाई लेखेको छु गामा 1/2 को ठाउँमा प्लस 2 सिग्मा स्क्वायर अपन रुट अन्डर पाई। अब यो n - 1 भयो के हुने भयो त्यो ठ्याक्क फर्मुलामा गछ गामा फंक्सनको गामा 3/2 हुने भयो। अब हामीले कुन क्यान्सल गर्न पायो यो रुट अन्डर पाई क्यान्सल गर्न पायौँ है अनि यसको के हुन्छ हेरौँला ल यसरी मैले क्यान्सल गरेर म्यु स्क्वायर लेखेको छु प्लस 2 सिग्मा स्क्वायर रुट अन्डर पाईको पाई लेखेको छु। अब त्यहाँ कति थियो गामा 3/2 थियो गामा 3/2 लाई मैले के लेख्नुपर्छ 1/2 + 1 भनेर लेख्न पाउँछु नि त। किन यस्तो गरेको भन्दै n + 1 छ भने के लेख्न पाइन्छ n गामा n लेख्न पाइन्छ यो n भयो प्लस 1 ठ्याक्क अब यसको फर्मुलामा जान्छ कि नै त्यही भएर मैले यस्तो टुक्राएको है 3/2 लाई ल। अब ex स्क्वायर भनेको म्यु स्क्वायर प्लस 2 सिग्मा स्क्वायर अपन रुट अन्डर पाई अब के हुन्छ यो n रुट अन्डर n छ भने यो n को ठाउँमा के छ यहाँ 1/2 + 1 छ भनेपछि के हुने भयो 1/2 गामा 1/2 हुने भयो त्यही मैले यहाँ लेखेको है। अब म्यु स्क्वायर म्यु स्क्वायर प्लस 2 सिग्मा स्क्वायर अपन रुट अन्डर पाई डट मल्टिप्लाई 1/2 इन्टु गामा 1/2 भनेको के हो रुट अन्डर पाई हो यो रुट अन्डर हो है रुट अन्डर पाई हो त्यसैले मैले गामा 1/2 भनेको रुट अन्डर पाई भनेर यहाँ मैले लेखिसकेपछि अब ex स्क्वायर भन्ने के आयो म्यु स्क्वायर यो 2 र 2 क्यान्सल भयो अनि यो रुट अन्डर पाई क्यान्सल भयो अनि कुन बाँकी आयो सिग्मा स्क्वायर आयो। अब फ्रम 1 भेरिएन्सको फर्मुला के हो ex स्क्वायर माइनस ex को होल स्क्वायर हो ex स्क्वायर माइनस म्यु स्क्वायर हो यो भनेको म्यु स्क्वायर हो। अब यो लेख्छौँ है यहाँ फर्मुला म्यु स्क्वायर हो भेरिएन्सको। अब हामीले ex स्क्वायर एक्सपेक्टेसन अफ x स्क्वायर हामीले निकालिसकेका छौँ कति आएछ म्यु स्क्वायर अपन सिग्मा स्क्वायर आयो त्यही लेखौँ यहाँ म्यु स्क्वायर प्लस
सिग्मा स्क्वायर भनेर भ्यालु मैले यो भ्यालु सब्स्टिट्युट गरेँ यहाँ। अब के क्यान्सल हुन्छ त यो म्यु स्क्वायर र म्यु स्क्वायर क्यान्सल भयो। हाम्रो भेरिएन्स कति आयो सिग्मा स्क्वायर आयो। यसरी हामीले मिन र भेरिएन्स नर्मल डिस्ट्रिब्युसनको निकाल्यौं।